Hello everyone, welcome on my channel होइन आफ्टर अ लङ टाइम आज चाहिँ मैले भ्लगमा आउनु लागेको छु अनि आजको कन्टेन्ट भनेको चाहिँ त्यही हो हाम्रो हल्का घुम्छौँ होइन नाइट राइड हुन्छ हाम्रो त्यही हो हल्का फ्रेस हुन मन लाग्यो त्यही भएर निस्केको रुमबाट भर्खरै अहिले चाहिँ बज्यो 9:30 भइसकेको छ अनि हामी चाहिँ सायद कपन गुम्बातिर हुनसक्छ हाम्रो राइड चाहिँ अब दिनभर रुममा बस्यो नि त त्यही भएर झ्याउ लाग्यो रुममा बस्दा बस्दै त्यही भएर यसो फ्रेस हुनुलाई अब निस्किएको छु राति अब सुत्ने टाइम हो तर के गर्नु अनि मेरो साथमा चाहिँ राज दाई होइन उर्फ भिटु दाई होइन अनि मेरो जिक्री चेतन होइन हामी चाहिँ कहाँ जानला साथी यता आउन भनिदिँदा हामी कहाँ जानला भट्किन मात्रै है फेरि यत्तिकै फ्रेस हुन मन लाग्यो दिनभर रुममा बसेर अनि त्यही भएर अनि राज दाई चाहिँ राइड हान्ने हुन्छ अनि यो स्कुटी चाहिँ मैले राइड हान्नेवाला छु ल गाइज एकछिन पछि भेटौँला हाम्रो दर्शन भइसक्यो अब कस्तो झार्छ यो बोल्नु खै त ठिकै लाग्यो मैले ठिकै लाग्यो नि त यार मन्दिर भन्नेलाई एक राउन्ड हानिसक्यौँ है अनि अब चाहिँ हाम्रो राइड भर्खरै सुरु भएको छ अब इन्जोय हेर्नु होला होइन त्यही हो सबलाई माया छ ल त्यहाँ भाइ गरौँ न बोल अब यो मात्र त अरू अगाडि पिसो लिँदैछ त यहीँबाट मलाई पछाडि बस्नु त गाह्रो हुन्छ क्या सर्किया सर्की गर्छ त यो मन्दिरको दर्शन भलगर साहब आउनुभयो तपाईँको जिम्मा हाम्रो चेतन सरले गराइराख्नु भएको थियो भोलकै अहिलेसम्म चाहिँ जस सबर गराउनु भएको थियो चिट काट्नु हामी चाहिँ यतिकै बेला पुलिस पेट्रोल पम्पमा फिलअप गर्न आएको है नेपाल पुलिस पेट्रोल पम्पमा अनि सुरुमा चाहिँ हामीले चिट काट्नु पर्ने हुन्छ त्यसपछि पेट्रोल फिल गर्न पाइन्छ होइन यहाँ चाहिँ एकदम राम्रो क्वान्टिटी अनि क्वालिटी दुईवटैमै ठिक हुन्छ दा यो स्कुटीमा नि हाल्ने हो ल अनि त्यहाँ फिल हुँदैछ पेट्रोल पम्प मसँग त ल गाइस हामी चाहिँ निस्किसकेको छौँ यो पेट्रोल हालिसक्यो ए पेट्रोल पम्पमा चाहिँ रेकर्ड गर्न मिल्दैन रहेछ त्यही भएर भन्नु परेको अहिले चाहिँ म चाहिँ बसिरहेको छु है अनि भिडियो दाले राइड हान्दै हुनुहुन्छ म चाहिँ भ्लग बनाउनलाई मेरो चेतन चिक्रीलाई आइदिएको छु स्कुटी त्यस्तो चाहिँ एउटा छ है कडा त्यस्तो चाहिँ एउटा छ अहिले चाहिँ रातिको कति बजी छ 10:30 भइसकेछ हामीले चाहिँ खानासाना खाएर निस्किया हो
नाइट राइड हान्न चाहिँ मजै छुट्टी हुन्छ फेरि खाली छ है रोड है दिउँसो त फेरि सकिन्न नि जामले त फेरि मार्नु हुन्छ मार्नु हेलो सर त्यही हो मोबाइलको क्वालिटीले नगर्दाखेरि त्यस्तो नराम्रो त किन्न देखिया होला सर सेफ राइड है चन सर ओके यस सर हेर्नुहुन्छ प्लेन उडिरहेको होइन कति सपना पुगेर गएर होला कति मान्छेहरू होइन कतिको सपना छ होला हामी चाहिँ फाइनली वी आर अन पाटन वी केम अन आवर डेस्टिनेसन होइन सक्नुहुन्छ यो कृष्ण मन्दिर राजदाई एक दुईवटा शब्द भनिदिनु पर्यो मन्दिरहरू त्यही हो है अब 11 बजिसकेछ होइन अब त्यस्तो साह्रो उ गर्नु त पाउँदैन तर त्यही पनि जुन मन्दिरहरू होइन एकदम पिस वाला टाइप भाइब्स हाम्रो नेपाललाई चाहिँ मन्दिरै मन्दिरको घर भनेर चिन्न सकिन्छ होइन त्यही त हो सहर सरी मन्दिरै मन्दिरको सहर हाम्रो नेपाल होइन एकदम भाइब्स चिल छ हजुरहरूलाई पिस चाहिएको छ भने साँझ तक आउन सक्नुहुन्छ यसो पिस भाइब्स लिनु त्यही हो छुट्टै आनन्द हुन्छ कि छुट्टै आनन्द हेर्नु न कति सुनसान छ आफै आउनु मन लाउनु सक्नुहुन्छ कतिको रमाइलो हुन्छ होइन अब दिउँसो चाहिँ एकदम भिड हुन्छ त्यति साह्रो भाइब्स लिन हामीलाई चाहिँ एकदम साइलेन्ट मनपर्छ त्यही भएर साँझतिर आइरहेको टिका लगाइदिनु राई हल्का कस्तो देखेको छ तिमी जहिले राम्रो हो नि त तिमी त तिम्रो जहिले राम्रो थ्याङ्क यू मेरो प्रोडर होइन ढोग्ने सोक्ने गर्ने कि नै ढोगिहाल्छ खै उड्यो आउँछ उहाँहरूले ढोग्ने हुनुहुन्छ है ल प्रार्थना गरौँ ल अब युट्युबमा अझै राम्रो होस् होइन सबले लाइक माया देखाउनु पर्यो अब भविष्यको अपकमिङ युट्युबर हो है बोवाला ल भला हल्का सानोतिनो आफ्नो लाइफमा के बितिरहेको छ होइन मेमोरिज लाइक क्रिएट गर्नलाई हो मैले यतिकै भ्लग बनाउने होइन हजुरहरूलाई पनि केही इन्फर्मेसन होस् भनेर हो जी थ्याङ्क यू हामी चाहिँ अब कृष्ण मन्दिरबाट हिँडिसक्यौँ है अबको डेस्टिनेसन चाहिँ कहाँ हुन्छ अब बसन्तपुरतिर चाहिँ जाम
कुन दाइ उयो के सेतो कलर अँ म त युरोपतिर भन्दा हाल्दा हुन्छ कि मान्छेले के भनेर हालेर हुन्छन् युरोपतिर युरोपतिर हामी चाहिँ युरोपतिर अहिले guys। भन्नु न भन्नु नेपाली बाइक लिएर चाहिँ युरोपतिर भन्न त चाहिँ यामा बाइक लिएर युरोपतिर आइसकेका छौँ भन्न यो चाहिँ तिनजना चाहिँ युरोपको भाइब्स दिन्छ यहाँको यो चाहिँ फेरि गल्ली 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 मायालु के गरौँ बालेनले धेरै गरे नि अन्डे गर्दैछ गर्नु पर्यो होइन हाम्रो साथ समर्थक एभ्री टाइम एभ्री 24 आवर्स छ होइन बसन्तपुर इन्ट्री भइसक्यो होइन यो चाहिँ कालभैरव कालभैरव भगवान्ले हाम्रो रक्षा गर्नुहोस् होइन त्यही त भनिरहेको छु योभन्दा कति राम्रो पाउनु एउटा लड्डु पनि पाइसक्यौँ होइन हामीले है यसो पूजा गरिदियो एउटा लड्डु पनि दिनुभयो हामीलाई उहाँलाई धेरै धेरै धन्यवाद होइन मुख गुलियो उहाँहरू दिएकोमा हामी बसन्तपुरबाट फर्किसक्यौँ होइन अनि अब डेस्टिनेसन फेरि ठमेल अनि त्यसपछि हामी चाहिँ वी आर इन्ट्री अन ठमेल होइन ठमेलको हल्का माहौल देखाइदिने छु म नाइट भाइब्स 12 बजिसक्यो कति बज्यो कति 12 बज्न आँटेछ 6 मिनट बाँकी रहेछ 12 बज्न ठमेल पनि घुम्यो होइन एकचक्कर लगायो ठमेललाई पनि यसरी सुनिन्छ त्यस्तै छ चेकिङको मापसे परेको थियो भर्खरै होइन अनि मापसे हामी गर्दैनौँ त्यसैले हामी चाहिँ निस्किहाल्यौँ होइन we don't drink we only drink juice होइन त्यसैले मापसेमा परिन्न हामी कहिले पनि यही नै हो क्याच हाम्रो जति मापसे गर्दा पनि ठिक छ हाम्रो लागि गर्नुहुन्छ मापसे चाहिँ गर्न ठिक छ गर्नुपर्छ एलओडी
जाऊँ के गर्ने हो र ल हाम्रो ठमेलको अब यात्रा पनि सक्यो ठमेलको माहौल हेरिसक्यो होइन अब चाहिँ हामी रुमतिर जान्छ फेरि भेट्नेछु नयाँ नयाँ भिडियो लिएर अहिलेको लागि चाहिँ यहीँ इन गर्न